नमस्कार सबैजनालाई। ल आज फेरि हामी बुढाबुढी भएर गाउँ झर्दैछ। आज चाहिँ खत्रै योजनाका साथ आइएछ हामी हैन। पुरै अब तपाईको घाँसले भनौँ न यो बर्खामा पानी परेको परि गरेर घाँस पुरा मान्छे भन्दा ठुलो घाँस भछन् हैन। त्यो घाँसको चाहिँ आजबाट हामीले चाहिँ व्यवस्थापन गर्ने प्लानमा छन्। घाँसहरू सबै काटेर नेक्स्ट इयरको लागि त्यसैबाट मल निकाल्ने भन्ने योजना छ हैन। हेरौँ कहाँसम्म सफल भइन्छ। आज चाहिँ हामी तयारी सहित आछौँ। खै यसो छ अब कफी खाएर काम गर्ने हो हैन। अब यस्तो मेसिन आछ आज काठमाडौँबाट। यो चाहिँ घाँस काट्ने मेसिन हो हैन। आज चाहिँ यसलाई हामीले युज गरेर हेर्दैछौँ। अब चाहिँ ल म रेडी छु। मेसिन यस्तो छ हैन। यस्तो यो बटन दाबेपछि झारेर चल्छ हैन। ल हेर भाइ अब के हुन्छ है त। कहाँदेखि स्टार्ट हो? हातमा काट्नु फेरि पछि त सानो सानो भएको पनि काटिन्छ नि। सानो सानो भएपछि आज चाहिँ हामीले यतिको छ्याङ्गा चाहिँ बनाइयो। ल छ्याङ्गा है। पुरै बुटोहरू पुरै झारै नभइकन झारीनिर चाहिँ थुप्रेको झाङहरू हो। पुरै छ्याङ्गा वार पारै देखिन्थेन यहाँ त हैन। पुरै छ्याङ्गा चाहिँ बनाइयो। यो काम चाहिँ जारी छ। अब यस पुरै छ्याङ्गा नहुन्जेलसम्म चाहिँ आज यो चाहिँ 1.5-2 घन्टाको काम है। छिटै भयो। अब चाहिँ हामी फर्किन्छौँ घरतिर।